नमस्कार साथीहरू, तपाईँहरूले विदेशीकोमा धेरैकोमा र स्वदेशीकोमा चाहिँ कहीँ कहीँ झुक्कल पुक्कल मात्रै देख्नु भएको थियो होला है। यो चाहिँ तपाईँको फ्रन्टर भन्छ, यसलाई फ्रन्टर भन्छ, अगाडि मात्रै लगाउने है। वरिपरि तपाईँको आफ्नो कपाल, वरिपरि सबै तपाईँको कपाल, माथि अगाडिपट्टि मात्रै, जसको यो एरियाका हुन्छ नि अगाडिको भाग मात्रै। यो चाहिँ उहाँहरूको लागि हो विशेष गरेर है। यो चाहिँ तपाईँले ठ्याक्कसँग अगाडि मात्रै तपाईँ यदि गएको छ भने चाहिँ तपाईँले यो लाउन सक्नुहुन्छ। जस्तै तपाईँको कपाल टाउको यस्तो भएको छ भने, अगाडि गएको छ पछाडि आफ्नै कपाल छ भने चाहिँ त्यो टाइममा लाउने चिज भयो। म पुरै टोपी लगाउँदिनँ, वेग लाउँदिनँ, मलाई सानो भयो हुन्थ्यो भन्नुहुन्छ भने तपाईँको लागि बेस्ट सोल्युसन यो हुनसक्छ है। यसलाई चाहिँ म तपाईँलाई एक कोरेर पनि देखाउँछु है, कस्तो दामी देखिन्छ भनेर तपाईँलाई देखाइदिन्छु होइन। ठ्याक्क तपाईँले जहाँबाट मन लाग्छ त्यहाँबाट कोर्न पाउनु भयो यसलाई, त्यस्तो केही गाह्रो छैन। अनि जुन एरिया देखिन्छ नि यतापट्टि चाहिँ मैले टेप टालेको छुइनँ, अगाडि मात्रै टेप टालेको छु। टेप टालेको ठाउँमा तपाईँले यहाँनिर हेर्नुहोस् त, ध्यान दिएर हेर्नुहोस् है। म क्यामेरा मिलाइ देखाउँछु तपाईँलाई। ट्याक्कै छालाबाट निक्ले जस्तो यो चाहिँ हेर्नुहोस् त, अगाडि पनि हेर्नुहोस्, ट्याक्कै छालाबाट कपाल निक्ले जस्तो देख्नुहुन्छ तपाईँले। हेर्नुहोस् त, यो कहीँ देखिन्छ त, यहाँ गम्ला आए जस्तो, टेप टाले जस्तो केही देखिन्छ त? यो देखिँदैन। यो चाहिँ ठ्याक्कै तपाईँको छालाइबाट कपाल निक्ले जस्तो यस्तो बवाल देखिने चिज है। मात्र 6000 बोकेर आउनुभयो भने पुग्छ है। टाल्न साल्न सबै गरेर 6000 है, मात्र 6000 लिएर आउनुभयो भने तपाईँले चिटिक्क लाएर जान पाउनुभयो। हेर्नुहोस्, तपाईँले सिउँदो फुटाउनु मन लाग्छ सिउँदो फुटाइ पनि भयो, जे गरे पनि भयो। नर्मली अगाडिपट्टि जसको गएको हुन्छ नि, जसको यो फ्रन्ट आइरहेको हुन्छ, उहाँहरूले चाहिँ प्रायः यो ठाउँ लामो पाल्नु भएको हुन्छ, यो ठाउँमा अलिकति लामो कपाल राख्नु भएको हुन्छ र त्यही कपालले ल्याएर अगाडि छुट्टै गर्नुभएको हुन्छ। त्यस्तो मानिसहरू चाहिँ ट्याक्क आफ्नो कपाल पछाडि लाने, यसलाई ठ्याक्क जोडिदिने, जता पनि कोर्न मिल्छ। अहिले यहाँ तेरो नाम पारेको पारि भयो, त्यो त्यतै बस्यो होइन। यसरी हेर्नुहोस् त, वाह, सिधै माथि लान चाहनुहुन्छ, तपाईँको थोरै मात्रै कपाल गएको छ भने यो चिज तपाईँको लागि बब्बाल हुन्छ। तपाईँले देख्न सक्नुहुन्छ है। ठ्याक्कै यहाँ हेर्नुहोस् त, गम यहाँ ठ्याक्क टालेको छ, यहाँनिर टेप लगाएको छ मैले। अब होइन अरू नै केही छ होला जस्तो लाग्छ भनेदेखि म तपाईँलाई यतापट्टि साइडमा, त्यही भएर मैले त्यति धेरै टालिदिएको छुइनँ, निकालेर देखाउन सजिलो होस् भनेर अर्को साइड टालेकै छुइनँ। हेर्नुहोस्, यसरी टालेर राखेको थियो। यो चाहिँ तपाईँको लगाएको भनेर थाहा पनि हुँदैन। भइरहेको कपाल माथि अगाडिपट्टि टाँस्ने भएकोले गर्दा आफ्नो कपाललाई काट्न केही गर्न पनि परेन, या नत्र मिलाउँदा भइहाल्यो है। ठ्याक्क आफ्नो कपालसँग म्याच गर्छ। कपाल ठ्याक्क जोडिसकेपछि कतैबाट केही थाहा हुँदैन। यदि तपाईँलाई यस्तो सामान चाहिन्छ भनेदेखि मात्र 6000 बोकेर हाम्रोमा आउनुभयो भने लगाएर जान पाउनुहुन्छ। साइज अलग अलग छ है हामीसँग। हामी फेरि पैसा लिने, फेरि 2-4 महिना पछाडि या 10-20 दिन पछाडि मात्रै सामान दिने भन्ने खाले हुँदैन है हाम्रो चाहिँ। यसरी सानो फ्रन्टरदेखि लिएर ठुलो फ्रन्टर, साइजको फ्रन्टरहरू छ। हजुर एकचोटि भिजिट गर्न सक्नुहुन्छ यदि तपाईँलाई यस्तो सामान चाहिएको छ भने। हस् त, धन्यवाद।